साथीहरू अहिले हर्क साम्पाङले चाहिँ भनिरहेको छ हर्क साम्पाङसँग चाहिँ मिल्नलाई भनेर चाहिँ यी तीन नेताहरू गएर रहेछन् होइन रवि लामिछाने बालेन शाह र कुलमान घिसिङ यी तिनजना मिलेर सम्झौता गर्ने अनि त्यसपछि चाहिँ रवि हर्क साम्पाङको खासमा होइन एकरो घमण्डी तरिकाले चाहिँ अगाडि बढ्न खोजिरहेको छ हर्क साम्पाङ चाहिँ यो तरिकाले पनि त हुन्न भनेर चाहिँ बालेन शाहहरूले चाहिँ केही होइन भनौँ न केही सम्झौताहरू गर्न लागेको रहेछ तिनजना मिलेर चाहिँ होइन केही कुरा गरौँ न त केही बुझौँ हर्क साम्पाङमा पनि के छ मनमा त्यस्तो के त्यस्तो रहेछ र किन यति धेरै घमण्ड गर्छ भनेर बुझ्नु खोज्दाखेरि चाहिँ हर्क साम्पाङ चाहिँ लुकेर होइन भित्रभित्रै देशलाई पोल्टिक गरेर जलाउने अनि खुलियाम सहका ठग गर्ने अनि देश बेच्नेहरूसँग चाहिँ म मिल्नु पनि छैन केही सम्झौता गर्नु पनि छैन नखोके हुन्छ म एक्लै लड्छु म एक्लै पार्टी बनाउँछु भनेर भनिरहेको छ मलाई भोट दिनेले दियो नदिनेले नदियो देश बेच्न पाइँदैन भनेर चाहिँ भनिरहेको छ हर्क साम्पाङले र तपाईँहरूलाई के यसको यो विषयमा चाहिँ तपाईँहरूलाई के भन्न मन लाग्छ हर्क साम्पाङ सही ठाउँमा सही छ या गलत छ त हर्क साम्पाङको सिद्धान्त चाहिँ कस्तो लाग्छ तपाईँहरूलाई चाहिँ कुलमान बालेन र रविसँग के नमिल्नु नै बेस्ट हुन्छ होला त एक सोच्दाखेरि त हर्क साम्पाङ नमिल्नुमा पनि ठिक हुन्छ भनिरहेको छ किनभने यिनीहरूले भ्रष्टाचार गरेको कुरा चाहिँ हर्क साम्पाङले चाहिँ छिटै थाहा पाउँछ नि त किनभने हर्क साम्पाङमा अलिकति ज्ञान गुण चाहिँ छ अलिकति एक्सपिरियन्सहरू छ अलिकति यस्तो होइन भ्रष्टाचार भयो यताउता भयो भनेदेखि केही भन्न सक्ने एउटा आँट छ हर्क साम्पाङमा होइन र पक्ष भयो भने पनि भ्रष्टाचार हुन्छ विपक्ष एउटा 100% नै चाहिन्छ र विपक्षमा चाहिँ को रवि लामिछाने कुलमान घिसिङ र बालेन शाह तिनजना चाहिँ देश हाँक्नेमा कि हर्क साम्पाङ चाहिँ हाँक्नेमा हर्कले हाँक्ने रवि लामिछाने बालेन र अहिलेको जुन कुलमान घिसिङहरू अहिलेको जस्तो अहिले सेम भ्रष्टाचारीहरूले एकअर्कामा जुदाजुद गर्दैमा देश बन्ने हो त अनि यदि हर्क साम्पाङले भ्रष्टाचार गर्यो भनेदेखि चाहिँ बालन शाहहरूले चाहिँ पकाउन सक्नु पऱ्यो नि त नियमहरू कानुनहरू चाहिँ होइन यहाँनिर भ्रष्टाचार भयो भनेर भने जस्तै अहिले हर्क साम्पाङले जसरी खुल्याम भनिरहेको छ देश जलाउने यो हो भनिरहेको छ होइन सहकारी ठग पाइँदैन होइन एमसिसी भने के हो भनेर अहिले सोधिरहेको छ नि हो यस्तै हर्क साम्पाङमाथि आवाज उठाउन सक्छ होला त रवि लामी छाने र बालेन र कुलमानले तपाईँहरूलाई कस्तो लाग्छ भन्नुहोस् त ल